हेलो गाइज, बेगम सर चाहिँ भर्खरै बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। सिमठारक बोटमा चढ्नु भए गाइज। हाम्रो गाउँतिर त पानी परेर गहिरो लागेको छ। हजुरको गाउँतिर चाहिँ के कस्तो छ कमेन्टमा लेख्दै गर्नुला। आएको 10-12 दिन भयो। बेगम सर चाहिँ अहिलेसम्म केही काम गर्नु छैन। बल्ल बाख्रालाई घाँस काट्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो घर हो। यो चाहिँ त्यो माथिबाट देखिने साइले ससुरा घर। यो चाहिँ हाम्रो पारी देखिने थारो। यो चाहिँ टोयलेट गाइस। मनतिर पुरानो थारो थियो, त्यो थारो फेरि भत्किएछ। अब हामी पनि नबस्ने, सहरतिर बस्ने, त्यही भएर त्यसलाई खरले छाउनी पनि गरिदिएन। अलि काट्नुहोस्, अलि काट्नुहोस् क्या, पुग्दैन। त्यहाँभन्दा माथि चढ्न नसकेर हेर्नु नसकेर म झर्छु भन्दै हुनुहुन्छ यहाँले। सिमठार बोट चाहिँ अलिक कच्चो हुन्छ, होसियार भएर काट्नुला। दस 12 दिन भयो आएको यहाँ। अहिलेसम्म केही काम गर्नुहुन्न। भर्खरै बल्ल बाख्रालाई घाँस काट्न आमा कराएर, त्यही पनि आमा कराएर बाख्रालाई घाँस काट्दै जानु छ।